सर्वप्रथम परमेश्वरलाई धन्यवाद। यहाँहरूमा आज परमेश्वरको छोटो वचनको भिडियो लिएर आएको छु। यसलाई अन्तिमसम्म हेर्नुभयो भने तपाईँ आशिषित बन्नुहुनेछ। हालेलुया। म सिधै तपाईँहरूलाई प्रभुको वचन देखाउन चाहन्छु। हिब्रू 13:8ले यस्तो भन्दछ, येशू ख्रिस्ट हिज आज र सदा सर्वदा एक समान हुनुहुन्छ। हालेलुया। पहिलो कुरो थाहा हुनु पर्यो, येशू ख्रिस्टको हुनुहुन्छ। येशू ख्रिस्ट सारा मानव जातिहरूको उद्धारकर्ता हुनुहुन्छ। यानि कि हरेक मानिसले आफ्नो जीवनमा पाप गरेको हुन्छ। सबै संसारको पापी मानिसहरूको लागि उहाँ उद्धारकर्ता हुनुहुन्छ। हिजो जसरी 2000 वर्ष यस संसारमा आफ्नो बलि दिन, मानव जातिको लागि आफ्नो संसारमा आफ्नो बलि दिन आउनुभयो र सारा मानव जातिलाई राज्य, परमेश्वरको राज्यको बारेमा बताउनु भयो। उहाँलाई जसले पनि येशू ख्रिस्ट नै मेरो परमेश्वर, मेरो मुक्तिदाता हुनुहुन्छ भनेर जसले पनि विश्वास गरे उसलाई उसका पाप क्षमा भए र उसलाई परमेश्वरले आफ्नो सन्तान हुने अधिकार पनि दिनुभयो। र 2000 वर्ष अगाडि हामीले बाइबलमा हेऱ्यौँ भने धेरै जुन कुराहरू मानिसले सोच्न सक्दैन, जुन कुराहरू साइन्टिस्टले बुझ्न सक्दैन, ती कुराहरू परमेश्वरले यस पृथ्वीमा गर्नुभयो। मरेको मानिसहरू जीवित भए, रोगी बिरामीहरू निको भए, लङ्गडाहरू हिँड्न लाए, आँखा अन्धाले आँखा देख्न लाए। हर तरहको मानिसमा जुन कुरा असम्भव थियो त्यो परमेश्वरले गरेर देखाउनु भयो। त्यही कारणले आजको वचनले स्पष्ट यही भन्छ, येशू ख्रिस्ट हिज आज र सदा सर्वदा एक समान हुनुहुन्छ। आज धेरै मानिसलाई परमेश्वरले चुन्नुभयो र वर्षौँ भयो परमेश्वरलाई पछाउन लागेको, तर जीवन जस्ताको त्यस्तै ऊ मानिस अझै पनि बन्धनमा छ, दुष्ट आत्माको चपेटामा छ र ऊ मानिस अझै पनि गरिबीमा जिरहेको छ, निराशमा जिरहेको छ, डिप्रेसनमा जिरहेको छ, अभावमा जिरहेको छ। तर परमेश्वरको वचनले त स्पष्ट भन्छ, येशू ख्रिस्ट हिज आज सदा सर्वदा एक समान हुनुहुन्छ। कहिले पनि नबदलिने परमेश्वर हुनुहुन्छ। उहाँको सामर्थ्य कहिले पनि नघट्ने परमेश्वर हुनुहुन्छ। जसरी हिज हरेक मानिसलाई आशिष दिँदै जानुभयो, हरेक रोगी बिरामीलाई छुटकारा दिँदै जानुभयो, हरेक दुष्ट आत्माले समातेका मानिसहरूलाई छुटकारा दिनुभयो, त्यसरी नै आज पनि उहाँको सामर्थ्य यस पृथ्वीमा छ, उहाँको शक्ति यस पृथ्वीमा छ। उहाँलाई विश्वास गर्नेहरूमाथि सबै कुराहरू स्वर्गको राज्य आएको छ। येशू ख्रिस्टलाई विश्वास गर्नेहरूको लागि खालि स्वर्ग लान मात्रै आउनु भएन। स्वर्ग उहाँलाई विश्वास गर्ने उहाँका छोराछोरीहरूलाई उनीहरूको जीवन, उनीहरूको घर परिवारमा स्वर्ग हालिदिन आउनुभयो। हालेलुया। त्यस कारणले आज मानिसको जीवनमा बदलाव हुँदैन, जस्ताको त्यस्तै जीवन रोगमा, चिन्तामा, समस्यामा, दुष्ट आत्माको बन्धनमा परेको हामी पाउँछौँ। कारण किन? यहाँ प्रश्न खडा हुन्छ। कारण एउटै मात्रै हो, जसरी एउटा जवानीले बिहा गर्न खोज्यो भने दुईजना सहमत भयो भने मात्रै बिहाको माहौल तयार हुन्छ। बिहा भइसकेपछि ती जवानले अब बच्चा जन्माउनु पर्यो भनेर दुईजना सहमत भयो भने मात्रै एउटा सन्तान जन्माउन सक्छ। ती दुईजना श्रीमान श्रीमती एक मनको भए भने मात्रै उसको घर एकदम स्वर्ग जस्तो बन्छ। जबसम्म ती दुईजना एक मनको हुँदैन, न बच्चा हुन्छ, न बिहा हुन्छ, न घर स्वर्ग जस्तो हुन्छ। त्यसरी नै परमेश्वरको वचनमा पनि जबसम्म तपाईँ सहमत हुनुहुन्न, तबसम्म तपाईँले तपाईँको जीवनमा परमेश्वरले गर्न खोजेको हिज आज सदा सर्वदा एक समान हुनुहुन्छ भन्ने कुराहरू गर्न खोजेको तपाईँको जीवनमा देख्न सक्नुहुन्न। आज परमेश्वरको वचनले भन्छ, तिमीहरू आशिषित छौ, अनि तपाईँ भन्नुहुन्छ म त पीडित छु। परमेश्वरको वचनले भन्छ, तिमी निको भयो, उहाँको कुराको चोटहरूद्वारा तिमी निको भयो, अनि तपाईँ भन्नुहुन्छ म त रोगी छु, डक्टरले यस्तो भन्छ। उहाँको वचनले भन्छ, म गरिब भएँ ताकि तिमीहरू धनी हुन सक, तर तपाईँ भन्नुहुन्छ मेरो त केही छैन, पीडित छु, म गरिब छु। उहाँको वचनले बार बार भन्छ, नडरा, म तसँग छु, नडरा, म तसँग छु। तर तपाईँ भन्नुहुन्छ डर लागेको छ, भोलि के हुने हो, राति निन्द्रा लाग्दैन, होइन, यस्तो खालको कुराहरूमा, संसारको कुराहरूमा डराइरहनु भएको छ। तर परमेश्वरको वचनले नडरा, निरुत्साहित नहो, म तसँग छु। त मेरो कोराको चोटले मैले तेरो लागि मैले कोराको चोटहरू खाएँ, त निको भइस्।
यसरी भन्नुहुन्छ, जबसम्म उहाँको प्रतिज्ञा, परमेश्वरको वचनको प्रतिज्ञामा जसरी एउटा श्रीमान श्रीमती सहमति नभइकन कुनै कुराहरू राम्रो हुँदैन, त्यसरी नै हामी परमेश्वरको वचनसँग जब सहमति हुन्छौँ, परमेश्वरको वचनले काम गर्दछ। हालेलुया। परमेश्वरको वचनले भन्छ, तिमी आशिषित हौ, तिमी धर्मी हौ, तिम्रो रोग मैले लिए, तिमी स्वस्थ छौ भनेर परमेश्वरको वचनले भनिरहेको हुन्छ। परमेश्वरको वचनमा जबसम्म तपाईँ एक मनको हुँदैन, एक मनको भएर सहमत हुनुहुन्न, तबसम्म तपाईँले आफ्नो जीवनमा फेरि वर्षौँ समय बित्छ, यसरी नै जीवन बिताउनु हुनेछ। दुःखमा, अभावमा, गाह्रोमा, रोगमा, चिन्तामा, डरमा परमेश्वरको वचनमा सहमत नभएको कारणले तपाईँले आफ्नो जीवनमा परिवर्तन देख्नु भएको छैन। तपाईँ परमेश्वरको वचनमा जसरी एउटा श्रीमान श्रीमती सहमति भएपछि बच्चा जन्मिन्छ, त्यसरी नै तपाईँ पनि परमेश्वरको वचनमा सहमत हुनुहोस्। परमेश्वरको वचन हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ भनेपछि तपाईँको परमेश्वर पक्षपाती हुनुहुन्न। हालेलुया। तपाईँ परमेश्वरको वचनमा सहमति हुनुहोस्। जसरी एउटा बच्चा पेटबाट जन्मिन कति समय लाग्छ, धैर्य गर्छ बुवा आमाले, त्यसरी नै वचन पुरा हुन पनि समय लाग्छ। नआत्तिनुहोस्। तपाईँ सहमति भएको परमेश्वरको वचनमा, परमेश्वरको प्रतिज्ञामा तपाईँ पहिलो सहमत हुनु, दोस्रो परमेश्वरको वचनमा विश्वास गर्नु, तेस्रो तपाईँ परमेश्वरको वचनमा घोषणा गरिरहनु, चौथो तपाईँको परमेश्वरको वचनमा के तपाईँ चाहनुहुन्छ परमेश्वरको वचन त्यो तपाईँले लेखेर राख्नु। जबसम्म पुरा हुन्न तपाईँले लेखेर राख्नु, विश्वास गर्नु, प्रार्थना गर्नु, घोषणा गर्नु, धैर्य गर्नु। कति कुराहरू मिसिनुपर्छ, मिसिएपछि अनि बल्ल तपाईँको जीवनमा परमेश्वरको यो वचन पुरा हुन्छ। येशू ख्रीष्टले यही भन्नुहुन्छ, येशू ख्रीष्ट हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। तपाईँ परमेश्वरको प्रतिज्ञामा, परमेश्वरको वचनमा सहमत हुनुहोस्। तपाईँलाई परमेश्वरको वचनले जे भन्छ तपाईँ त्यही हो। तपाईँलाई परमेश्वरको वचनले जे भन्छ तपाईँ त्यही हो। हालेलुया। ख्रीष्टमा तपाईँको नयाँ परिचय आएको छ। आमेन। तपाईँको सोच परिवर्तन गर्नुहोस्, सोच वचन अनुसारको चलाउनुहोस्, वचनमा सहमत हुनुहोस्। परमेश्वरको वचनले तपाईँ धर्मी भन्छ, तपाईँ धर्मी हो। तपाईँलाई आशिषित भन्छ, तपाईँ आशिषित। तपाईँ कोर्राको चोटले, उहाँको कोर्राको चोटले तपाईँ निको भयो भन्छ, तपाईँ निको भएको। त्यस्तै परमेश्वरको वचनमा तपाईँ सहमत हुनुहोस्, सहमत हुनुहोस् परमेश्वरको। अनि हिजो आज एक सदा सर्वदा एक समान हुनुहुन्छ भन्ने तपाईँले यो आशिषलाई प्राप्त गर्नुहोस्। हालेलुया। परमेश्वर तपाईँलाई औधी प्रेम गर्नुहुन्छ। परमेश्वरको वचनमा सहमत हुनुहोस् र परमेश्वरको आशिषलाई प्राप्त गर्नुहोस्। आमेन।